ओपनर कुशल भुर्तेलको शतक प्रेरित नेपालले आइसिसी क्रिकेट विश्वकप लिग 2 मा अमेरिका विरुद्ध शानदार जित निकालेको छ। शनिबार कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा अमेरिकाले प्रस्तुत गरेको 196 रनको लक्ष्य पछ्याएको घरेलु टोलीले 36.4 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा 3 खेलपछि प्लेइङ 11 मा पुनरावलोकन गरेका ओपनर कुशल भुर्तेलको शतकीय पारी निर्णायक भयो। भुर्तेलले 120 रनको शतकीय पारी खेले। जितसँगै नेपालले श्रृङ्खलाको पहिलो जित निकाल्दै प्रतियोगिता लिग 2 मा 9औं जित दर्ता गरेको छ। 20 अङ्क जोडेको घरेलु टोलीले हालसम्म 26 खेल खेल्दा 9 जित र 15 हार बेहोरेको छ। टोलीको 2 खेल भने रद्द भएको थियो। अमेरिकाले भने श्रृङ्खलामा लगातार दोस्रो हार बेहोरेको छ। नेपालले हराउँदै शीर्ष स्थानमा उक्लने अवसर गुमाएको अमेरिका हारका बावजुद तालिकाको दोस्रो स्थानमा छ।